हामी कफी खेतीका लागि कस्तो हावापानी चाहिन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। यदि तपाईहरू पनि कफी खेती गर्ने सोचमा हुनुहुन्छ भने यो जानकारी तपाईहरूका लागि धेरै नै महत्त्वपूर्ण हुनेछ। सबैभन्दा पहिले कफीको उचित वृद्धि र विकासको लागि उपयुक्त हुने तापक्रम कति हुनुपर्दछ भनेर थाहा हुनुपर्छ। कफीलाई 15 डिग्री सेल्सियसदेखि 25 डिग्री सेल्सियससम्मको तापक्रम उपयुक्त हुन्छ। यदि तापक्रम 10 डिग्री सेल्सियस भन्दा कम भयो भने चिसोले बिरुवा मर्न सक्छ र यदि 28 डिग्री सेल्सियस भन्दा बढी भयो भने अत्याधिक गर्मीले बोट कमजोर हुन्छ र फल राम्रोसँग लाग्दैन। अब कुरा गरौँ वर्षा र आर्द्रताको। वर्षभरिमा करिब 1500 देखि 2000 मिलिमिटर पानी पर्नुपर्छ। आर्द्रता भनेको हावामा भएको पानीको मात्रा हो। सापेक्षिक आर्द्रता 70 देखि 80% को बीचमा हुनुपर्दछ। यो भन्दा बढी भएमा कफीमा रोग लाग्ने सम्भावना बढ्छ। कफी खेतीको लागि ठाउँ चयन गर्दा समुद्री सतहबाट 800 देखि 1600 मिटरसम्म उचाइ भएको, उत्तर वा उत्तर पूर्व मोहडा भएको, तुषारो र असिना नपर्ने ठाउँ रोज्नु राम्रो हुन्छ। दक्षिणतिर फर्किएको जमिनको तुलनामा उत्तरतिर फर्किएको भिरालो जमिन चिसो र बढी ओसिलो हुन्छ, किनभने त्यहाँ प्रत्यक्ष सूर्यको प्रकाश कम पर्छ। यो चिसो वातावरण विशेष गरी गर्मी ठाउँहरूमा लगाइएका कफीका बोटहरूका लागि फाइदाजनक हुन सक्छ, किनभने अत्याधिक गर्मी हुने ठाउँमा बोटको वृद्धि र उत्पादनमा नकारात्मक असर पर्न सक्छ। त्यसैले यदि तपाईँ कफी खेती गर्न चाहनुहुन्छ भने यी कुराहरूलाई ध्यानमा राख्नुहोस्। राम्रो हावापानी भयो भने तपाईँको कफी खेती पक्कै सफल हुन्छ।